नमस्कार। महाभारतको यो विशाल यात्रामा फेरि पनि स्वागत छ। महाभारतको कथा नैमिषारण्यको यो स्थलमा उग्र सर्वासुतले सौनक र अन्य ऋषिहरूलाई सुनाइरहेका छन्। सौनकजी भन्छन्, हे उग्र सर्वासुत, हामीलाई ज्ञानी महात्मा आस्तिकको यो कथा फेरि विस्तारसँग भन्नुहोस्। तपाईँ एक एक अक्षर र एक एक पद मिलाएर कोमल कथा भन्नुहुन्छ। तपाईँले जसरी सुन्नु भएको थियो हामीलाई त्यसरी नै सुनाउनुहोस्। उग्र सर्वाजी भन्छन्, मैले आफ्ना कथावाचक पिताजीको मुखबाट यो आस्तिकको कथा सुनेको हुँ। पहिले सत्ययुगमा दक्ष प्रजापतिकी दुई शुभ लक्षणा कन्याहरू थिए, कद्रु र विनिता। ती दुवै बहिनी रूप र सौन्दर्यले सम्पन्न र अद्भुत थिए। उनीहरू दुवैको विवाह महर्षि कश्यपसँग भयो। एक दिन प्रजापति ब्रह्मा जत्तिकै शक्तिशालीवती महर्षि कश्यपले अत्यन्त हर्षले भरिएर आफ्ना दुवै धर्मपत्नीलाई प्रसन्नतापूर्वक वर दिँदै भने, तिमी मध्ये जसको जे इच्छा छ त्यही माग। कद्रुले समान तेजस्वी भएका 1000 नागलाई पुत्र रूपमा पाउने वर मागिन्। विनिताले बल, तेज, शरीर र पराक्रममा कद्रुका पुत्र भन्दा श्रेष्ठ केवल 2टा मात्र पुत्र मागिन्। दुवैले आफ्नो प्रार्थना अनुसार ठिक वर पाएर प्रसन्न भए। सौता कद्रुका पुत्र भन्दा अधिक बलवान र पराक्रमी 2 पुत्र हुने वर पाएर विनिता आफूलाई धन्य मान्न थाले। समान तेजस्वी भएका 1000 पुत्र हुने वर पाएर कद्रु पनि आफ्नो मनोरथ सिद्ध भएको ठानिन्। वरदान पाएर सन्तुष्ट भएका आफ्ना दुवै धर्मपत्नीहरूलाई तिमीहरू दुवैजना यत्नपूर्वक आफ्ना गर्वको रक्षा गर्नु भनेर महातपस्वी कश्यप वनमा प्रवेश गरे। त्यसपछि कद्रुले 1000 र विनिताले 2टा अण्डा दिइन्। अत्यन्त प्रसन्न भएर दुवैले अण्डाहरूलाई न्यानो भाँडामा राखिदिए। ती अण्डा 500 वर्षसम्म त्यही भाँडामा रहे। त्यसपछि कद्रुका 1000 पुत्र अण्डा फोरेर बाहिर निस्किए, जो नाग समान थिए। तर विनिताका अण्डाबाट बच्चा निस्किने छाँटकाँट देखिएन। यसले विनिता, बहिनी तथा सौता कद्रुका सामुन्ने लज्जित भइन् र कौतूहलतावश उनले आफ्नै हातले एउटा अण्डा फुटाइन्। त्यसबाट शरीरको माथिल्लो भाग पूर्ण रूपले विकसित र पुष्ट तर तल्लो अङ्ग अझै अधुरो रहेको शिशु निस्कियो। त्यो पुत्रले क्रोधमा विनितालाई श्राप दियो, आमा, तपाईले सौतासँगको ईर्ष्या र लोभले मलाई यसरी अधुरो शरीरको बनाइदिनु भयो। मेरा सबै अङ्ग पूर्ण रूपले विकसित हुन पाएनन्। त्यसैले तपाईले जोसँगको होडबाजीमा यस्तो महापाप गर्नुभयो, तपाईँ त्यसैकी 500 वर्षसम्म दासी भई बस्नु परोस्। तर फेरि त्यसलाई आफ्नी आमाको माया लागेर आयो र भन्यो, यो दोस्रो अण्डालाई म जस्तै समय अगाडि फुटाएर अधुरो नबनाउनु। 500 वर्षसम्म धैर्य धारण गरेर यसको जन्मको प्रतीक्षा गर्नु। यसैले तपाईँलाई त्यो श्रापबाट मुक्त गर्ला। यसरी विनितालाई श्राप दिएर त्यो बालक अरुण अन्तरिक्षतिर हिँड्यो। त्यही बेलादेखि बिहानै पूर्व दिशामा सधैँ देखिने लालीका रूपमा विनिताका पुत्र अरुणको दर्शन हुन्छ। उनी सूर्यदेवको रथमा गएर बसे र उनको सारथीको काम सम्हाल्न थाले। त्यसपछि समय पुरा भएपछि त्यो अण्डाबाट सर्पहरूको विनाश गर्ने पक्षीराज गरुडको जन्म भयो। उग्र सर्वाजी कथा सुनाउँदै भन्छन्, यसै समय कद्रु र विनिता दुवै बहिनी एकसाथ घुम्न निस्केका थिए। त्यस समय उनीहरूले उच्चैश्रवा नामक घोडालाई नजिकबाट जाँदै गरेको देखे। त्यो परम उत्तम जातको घोडा अमृतका लागि समुद्र मन्थन गर्दा प्रकट भएको थियो। अत्यन्त बलशाली त्यो घोडा संसारका सबै घोडाहरूमध्ये श्रेष्ठ, उत्तम, गुणयुक्त, सुन्दर, दिव्य र सम्पूर्ण शुभ लक्षणले युक्त थियो। उसका अङ्ग ठुला र हृष्टपुष्ट थिए। देवताहरू समेत उसको प्रशंसा गरेर थाक्दैनथे। सौनकजीले बिचैमा कुरा काट्छन् र सोध्छन्, हे सुतनन्दन उग्र सर्वा, हामीलाई बताउनुहोस् न, देवताहरूले अमृत मन्थन कसरी र कुन स्थानमा गरेका थिए? त्यो महान बलशाली सर्वगुण तेजस्वी घोडा उच्चैश्रवा कसरी प्रकट भयो? उग्र सर्वाजी हाँस्दै भन्छन्, सौनकजी, मेरो नाम गरेको एउटा प्रसिद्ध पर्वत छ। त्यो पवित्र र विचित्र पर्वतमा देवता र गन्धर्वको निवास छ। त्यो यति पवित्र छ कि पापीहरूले त्यहाँ खुट्टा टेक्न समेत सक्दैनन्। त्यहाँ सबैतिर भयङ्कर विषालु सर्प भरिएर त्यसको सुरक्षा गर्छन्। दिव्य औषधि फूल र रुखहरूले त्यो पर्वतलाई तेजोमय र सुशोभित बनाउँछ। त्यो महान दिव्य पर्वत पवित्र नदीहरू र झरनाहरू र असंख्य वृक्षले सुशोभित छन्। विभिन्न प्रकारका अत्यन्त मनमोहक पंक्षीका गीत र कुहु कुहुले त्यो पर्वतलाई सङ्गीतमय बनाएका छन्। एक दिन समस्त देवता मेरु पर्वतको त्यो महान शिखरमा बसेर सबै मिलेर अमृत प्राप्तिका लागि के उपाय गर्ने भनेर विचार गर्न थाले। यही परस्पर विचार र सबैसँग मन्त्रमा लागेका देवतालाई देखेर स्वयं नारायण ब्रह्माजीलाई भने, समस्त देवता र असुर मिलेर महासागरको मन्थन गरौँ। महासागरको मन्थन आरम्भ भएपछि त्यहाँबाट अमृत प्रकट हुनेछ। उग्र सर्वाजी कथा सुनाउँदैछन्, समुद्र मन्थन गर्न त त्यही अनुसारको मदानी चाहियो। त्यसैले सम्पूर्ण देवता मिलेर मन्दराचल पर्वतलाई उखेल्न गए। त्यो विशाल गगनचुम्बी पर्वत विशाल लहराले छोपिएको थियो। त्यसको उचाइ 11,000 योजन थियो। तल जमिन मुनि पनि 11,000 योजन नै गाडिएको थियो। देवताहरूले त्यसलाई उखेल्न त के, हल्लाउन पनि सकेनन् र फेरि गएर भगवान विष्णु र ब्रह्माजीसँग अनुरोध गर्न लागे, हे सृष्टिकर्ता र पालनकर्ता, हामीलाई कल्याणमय उत्तम उपाय प्रदान गर्नुहोस् र यो दुसाध्य मन्दराचल पर्वत उखेल्ने उपाय बताउनुहोस्। देवताहरूको यस्तो अनुरोध सुनेपछि जसको स्वरूप मन, बुद्धि र प्रमाणको पहुँच भन्दा पर छ, ती करुणामय कमलनयन भगवान विष्णुले आफू सुतेको नागराज अनन्त शेष नागलाई
मन्दराचल पर्वत उकेल्ने आज्ञा दिन्छन् र अतुल पराक्रमी अनन्त शेषनाग उठेर जोर लगाएर मन्दराचल पर्वतलाई त्यसको वन र त्यहाँ बस्ने वनवासी जन्तुसहित उखेलिदिन्छन्। त्यसपछि देवताहरू त्यो पर्वतसहित समुद्र तटमा उपस्थित भएर समुद्रलाई भन्छन्, हामी श्री ब्रह्मा र नारायणको प्रेरणाले अमृतका लागि तिमीलाई मन्थन गर्दैछौँ। यो सुनेर जलका स्वामी समुद्रले भन्छन्, यदि मलाई पनि अमृत दिने हो भने मन्दराचल घुमाउँदाको भारी पीडा म सहौँला। तब देवता र असुरले समुद्र तलमा स्थित कच्छपराज दिव्य कछुवालाई बिन्ती गर्छन्, भगवान तपाईँ यस मन्दराचल पर्वतको आधार बन्नुहोस्। कच्छपराजले पनि तथास्तु भन्दै मन्दराचल पर्वत आफ्नो ढाडमा थामिदिए र देवराज इन्द्रले त्यो पर्वतलाई वज्रद्वारा थिचेर राखे। यसरी परापूर्व कालमा देवता, दैत्य र दानवले मन्दराचल पर्वतलाई मथानी र वासुकी नागलाई डोरी बनाएर अमृतका लागि जलनिधि समुद्रलाई मथ्न आरम्भ गरे। ती महान असुरहरूले नागराज वासुकीको मुखतिर समातेका थिए र उसको पुच्छरतिर सम्पूर्ण देवता समातेर उभिएका थिए। असुर र देवताद्वारा बारम्बार तानिँदा वासुकी नागको मुखबाट निरन्तर धुवा र आगोका लट्टासहित तातो विषाक्त सास निस्किन थाल्यो र समुद्र मन्थन मुस्किल हुने देखियो। इन्द्रले मेघलाई वर्षाको आदेश दिए र मेघ बिजुली सहित बादल र वर्षा बनेर परिश्रम र सन्तापले थकित देवता र असुरमाथि जल वर्षिन थाले। त्यो पर्वत शिखरको अग्रभागबाट सम्पूर्ण देवता तथा असुरमाथि सबैतिरबाट फूलको वर्षा हुन थाल्यो। देवता र असुरद्वारा मन्दराचलले समुद्र मन्थन हुँदा त्यहाँ विशाल मेघको गम्भीर गर्जना आवाज निस्किन थाल्यो। सयौं जलचर जन्तु पिसिएर नुनिलो पानीको त्यो महासागरमा विलिन भए। समुद्र तथा पाताल तलमा निवास गर्ने अनेक प्राणीहरूको संहार भयो। जब त्यो पर्वत घुमाइन्थ्यो त्यस समय त्यसका शिखरबाट ठुला ठुला वृक्ष आपसमा ठोकिएर तिनमा बस्ने पंक्षीसहित तल खस्थे। तिनीहरूको आपसी घर्षणबाट बारम्बार आगो प्रकट भएर ज्वालासहित प्रज्वलित भयो र जसरी बिजुलीले बादललाई ढाक्छ त्यसरी नै त्यसले मन्दराचललाई ढाक्यो र त्यो बढ्वान अग्निले चाहिँ पर्वतका हात्ती, सिंह तथा हजारौं जन्तुलाई जलाएर भस्म पार्न थाल्यो। त्यो देखेर फेरि देवराज इन्द्रले त्यो प्रचण्ड आगोलाई मेघद्वारा जल वर्षाएर निभाइदिए। समुद्रको जलमा ठुला ठुला वृक्ष पिसिएर तिनको रस खस्न थाल्यो। वृक्ष र औषधिका अमृत तुल्य प्रभावशाली रसको जलबाट तथा सुवर्णमय मन्दराचलका अनेक दिव्य प्रभावशाली मणिबाट चुइने रसबाट असुर झन बलशाली हुन थाले, झन साह्रो छिटो छिटो मन्थन गर्न थाले। तब त्यही नजिक बसेका वरदायक ब्रह्माजीलाई देवताहरू सोध्छन्, हे भगवान, नारायण बाहेक हामी सबै देवता र दानव धेरै थकित भएका छौँ, तर अझै त्यो अमृत प्रकट भएको छैन। समुद्रको मन्थन आरम्भ भएको धेरै समय बितिसक्यो, अमृतको अत्तो पत्तो छैन। यो सुनेर ब्रह्माजीले भगवान नारायणको स्तुति गर्छन्, हे सर्वव्यापी परमात्मा, यिनीहरूलाई बल प्रदान गर्नुहोस्, यहाँ तपाईँ मात्र सबैको आश्रय हुनुहुन्छ। तब श्री विष्णु भन्छन्, जो यस कार्यमा लागेका छन् ती सबैलाई म बल दिइ नै रहेको छु। सबैले पूर्ण शक्ति लगाएर मन्दराचल घुमाऊ, अब धेरै बेर छैन। उग्र सर्वाजी कथा सुनाउँदै अगाडि भन्छन्, सौनकजी, भगवान नारायणको वचन सुनेर देवता र दानवको हिम्मत बढ्यो। ती सबै मिलेर पुनः वेगपूर्वक महासागरको त्यो जल मथ्न आरम्भ गरे र त्यो समस्त विशाल जलराशि मन्थन गरिदिए। पहिले त्यो महासागरबाट अत्यन्त किरणवाला सूर्य जस्तै तेजस्वी शीतल प्रकाशयुक्त श्वेत वर्ण चन्द्रमा प्रकट भए। त्यसपछि त्यो मन्थनपछि घिउ जस्तो भएको समुद्रबाट श्वेत वस्त्र लगाएकी लक्ष्मी देवीको उत्पत्ति भयो। यसपछि सुरादेवी र सेतो वेगवान उच्च श्रवा घोडा प्रकट भए। त्यसपछि अनन्त किरणले झलमल दिव्य कौस्तुभ मणि प्रकट भयो, जो भगवान नारायणको वक्ष स्थलमा सुशोभित भयो। पारिजात वृक्ष र सुरभि गाई पनि त्यहीबाट जन्मिए। त्यसपछि श्वेत रङका 4 दाँतले सुशोभित विशालकाय ऐरावत हात्ती प्रकट भयो, जसलाई वज्रधारी इन्द्रले आफ्नो अधिकारमा लिए। फेरि अत्यन्त वेगले मत्ता कालकुट महाविष उत्पन्न भयो। त्यो विषालु धुवा जस्तो अग्निभन्दा कडा जलाउने विषले सम्पूर्ण जगतलाई जलाउन थाल्यो। त्यो विषको गन्ध सुँग्ने बित्तिकै सम्पूर्ण लोकका प्राणी मूर्छित भए। तब ब्रह्माजीको प्रार्थनाले भगवान श्री शङ्करले त्रिलोकको रक्षाका लागि यो महान विष पिए। मन्त्रमूर्ति भगवान महेश्वरले विषपान गरेर त्यसलाई आफ्नो कण्ठमा धारण गरे। त्यही बेलादेखि उग्र सर्वासुत भन्छन्, हे सौनक मुनि, महादेवको नाम नीलकण्ठ हुन गयो। र समुद्र मन्थनको अन्त्यमा दिव्य शरीरधारी हातमा सेतो कलश बोकेका धवन्तरी देवता प्रकट भए, जसमा अमृत भरिएको थियो। यो अद्भुत दृश्य देखेर दानवहरूमा अमृतका लागि कोलाहल मच्चियो। उनीहरू हानाथाप गर्न थाले, यो मेरो हो, यो मेरो हो। त्यही समयमा भगवान विष्णुले महामाया मोहनीको सहायतामा मनोहारिणी स्त्रीको अद्भुत रूप बनाएर दानवहरूको नजिक पदार्पण गरे। समस्त दैत्य र दानवहरू त्यो मोहिनीको रूपमा लट्ठ भए। उनीहरूको चित्त, मन र विचार एकोरियो। अत ती सबैले स्त्री रूपधारी भगवानलाई त्यो अमृत सुम्पिदिए। मोहिनीले हातमा कलश लिएर अमृत बाँड्न थालिन्, तर लाइन लागेर बसेका देवता र असुरमा मोहिनीले देवतालाई मात्र अमृत पिलाइन्, दैत्यलाई दिइनन्। ठिक त्यही समय राहु नामक दानवले
देवताको रूप बनाएर आएर अमृत पिउन थाल्यो। त्यो अमृत अझै दानवको घाँटीसम्म मात्र पुगेको थियो कि चन्द्रमा र सूर्यले उसलाई चिने र उसको भेद बताइदिए। तब चक्रधारी भगवान श्रीहरिले अमृत पिउने त्यो दानवको शिर चक्रद्वारा बलपूर्वक काटिदिए। त्यही बेलादेखि राहुको चन्द्रमा र सूर्यसँग दुश्मनी चलिआएको मानिएको छ। उता देवताले अमृत पिसकेपछि मात्र असुरले थाहा पाए र ठुलो कोलाहल मचाउन थाले। उग्र सरबाजी अगाडि भन्छन्, अमृत हातबाट फुत्किएपछि दैत्य दानव र असुर सङ्गठित भए र उत्तम उत्तम कवच र अस्त्र शस्त्र लिएर देवतामाथि जाइलागे। त्यसपछि त्यो छ्यार सागरको किनारमा देवता र असुरको सबैभन्दा भयङ्कर देवासुर महासङ्ग्राम सुरु भयो। हजारौं तीखा धार भएका ठुला ठुला भाला हानाहान भयो। तीखा बाण र भारी गदाले एकअर्कालाई हान्न थाले। विष्णुको चक्रले छिन्न भिन्न तथा देवताका खड्ग शक्ति र गदाले घाइते भएका असुर रगत छाड्दै पृथ्वीमा लड्न थाले। सुनको मुकुट लगाएका, राम्रा टल्किने लुगा र माला लगाएका महान असुरहरूको टाउको र लासले सम्पूर्ण किनारा नै रङ्गी बिरङ्गी पर्वत शिखर जस्तै देखिन थाल्यो। साँझसम्म पनि युद्ध रोकिएन। एकअर्कालाई शस्त्रले काट्ने हजारौं योद्धाको हुङ्कार सबैतिर गुन्जियो। टाढाका देवता र दानव फलामका तीखा भाला र बाणले एकअर्कालाई हान्थे र नजिक आएपछि आपसमा मुक्कामुक्की गर्न थाल्थे। त्यो रणभूमिमा चारैतिर गर्जना र कोलाहल मात्र सुनिन्थ्यो। यसरी नै महाबली असुर पनि, जो जलरहित बादल जस्तै सेतो रङका देखिन्थे, त्यस समय हजारौंको संख्यामा आकाशमा उड्दै उड्दै विशाल पर्वत र ढुङ्गाले हान्न थाले। आकाशबाट सेतो, पहेँलो, नीलो रङका बादल जस्ता ठुला ठुला पर्वत वृक्षसहित पृथ्वीमा खस्न थाले। एकअर्कालाई लक्ष्य गरेर बारम्बार ठुलो ठुलो स्वरमा गर्जन गर्ने देवता र असुरको त्यो लडाइँले सबैतिर भयङ्कर मारकाट मच्चियो। ठुला ठुला पर्वत खस्दा आहत भएर पृथ्वी थरथर काँप्न थाल्यो। अब त अति भयो भनेर र अत्यन्त भयङ्कर युद्ध लम्बिने देखेर भगवान विष्णुका दुई रूप नर र नारायण पनि युद्धभूमिमा आए। नारायणले त्यहाँ नरको हातमा दिव्य धनुष देखेर आफै पनि दानव संहारक दिव्य चक्रको चिन्तन गरे। चिन्तन गर्ने बित्तिकै अत्यन्त तेजस्वी चक्र आकाश मार्गबाट नारायणको हातमा आयो। सूर्य र अग्नि समान ज्वाज्वल्यमान प्रकाशको गतिको त्यो सुदर्शन नारायणले दानवका दलहरूमाथि चलाए। त्यो महासमरमा पुरुषोत्तम श्रीहरिको हातबाट सञ्चालित भएर त्यो चक्र अग्नि समान धप्कियो र हजारौं दैत्य र दानवलाई एकैचोटि सखाप गर्दै ठुलो गतिले बारम्बार उनीहरूको सेनामाथि जाइलाग्न थाल्यो। श्रीहरिको हातबाट चलाइएको सुदर्शन चक्र रणभूमिमा पृथ्वी र आकाशमा घुम्दै घुम्दै पिशाच जस्तै बारम्बार रक्त पिउन थाल्यो। अन्ततः महान पराक्रमी दैत्यहरू पनि आकाशमा जलिरहेको अग्नि समान सुदर्शन चक्र आफूमाथि आइलाग्ने देखेर पृथ्वीभित्र र नुनिलो पानीको समुद्रमा पसे। त्यसपछि देवताहरूले विजय पाएर मन्दराचल पर्वतलाई सम्मानपूर्वक उसको पूर्व स्थानमा पुर्याइदिएर आफ्नो बाटो लागे। उग्र सरबाजी भन्छन्, एक दिन कद्रु र विनिता दुवै बहिनी एकसाथ घुम्न निस्केका थिए। त्यस समय उनीहरूले त्यही समुद्र मन्थनबाट निस्केको उच्च श्रवा नामक दिव्य घोडालाई नजिकबाट जाँदै गरेको देखे। समुद्र मन्थन गर्दा प्रकट भएको त्यो घोडा संसारका सबै घोडाहरूमध्ये श्रेष्ठ, सुन्दर, दिव्य र सम्पूर्ण शुभ लक्षणले युक्त थियो। कद्रुले विनितालाई भने, बहिनी हेर त, यो उच्च श्रवाको पुच्छर कस्तो कालो। विनिता भन्छन्, म त सेतो देख्छु त। कद्रु फेरि भन्छन्, होइन, कालो छ। दुवैले बाजी थाप्छन्। कद्रु भन्छन्, यदि घोडाको पुच्छर कालो रहेछ भने तिमी मेरी दासी बन, यदि सेतो रहेछ भने म तिम्रो दासी बनाउला। विनिताले सुनेकी हुन्छन् उच्च श्रवाको रङ सम्पूर्ण सेतो छ, त्यसैले यो बाजी स्वीकार गर्छन्। उता कद्रु आफ्ना 1000 नागपुत्र कहाँ जान्छन् र भन्छन्, तिमीहरू सबै मिलेर उच्च श्रवाको पुच्छरमा बसेर कालो देखिने बनाइदेऊ। केही नागले आमाको कुरा मान्दैनन्, यो त पाप हुन्छ, झुक्काएर बाजी जित्नुहुन्न र उनीहरूलाई श्राप दिन्छन्। तिमीहरू भविष्यमा जन्मिरहेको सर्पयज्ञमा जलेर नष्ट भइजाऊ। बाँकी नागहरू डराएर आमाको आज्ञा मान्दै उच्च श्रवाको पुच्छरमा गएर झुन्डिएर कालो देखिने बनाइदिन्छन्। भोलिपल्ट कद्रु र विनिता घोडालाई नजिकबाट हेर्न जाँदा पुच्छर त कालो छ। यसरी विनिताले बाजी हारेर 500 वर्षसम्म कद्रुकी दासी भइन्। त्यसपछि पूर्ण समय भएपछि विनिताबाट गरुड जन्मिए। जन्मिने बित्तिकै उनी अत्यन्त तेजस्वी र बलवान देखिन्थे, तर माता दासी भएकोले उनी पनि स्वतः दास भए र नागहरूको सेवामा लाग्नुपर्ने भयो। एक दिन नागको हैकमले वाक्क भएर गरुडले माता विनितालाई सोचे, आमा, किन हामीले कद्रु र सर्पहरूको आज्ञा मान्नुपर्छ? विनिताले सारा कुरा बताइन्। उनीहरूले छल गरेर बाजी जिते छोरा, म दासी भए, त्यसैले तिमीले पनि उनीहरूको सेवा गर्नुपर्छ। गरुड दुखी भए अनि सर्पहरूलाई सोधे, म र मेरी आमा तिमीहरूको दासत्वबाट मुक्त हुन कुनै मोल भए भन, म त्यो तिरेर यो दासत्वबाट मुक्ति चाहन्छु। उग्र सरबाजी अगाडिको कथा सुनाउँदै भन्छन्, ती सर्पहरूले भने, तैँले अमृत ल्याइदिस् भने हामी मुक्त गरिदिन्छौँ। सर्पको यो कुरा सुनेर गरुडले आफ्नी आमा कहाँ गएर भन्छन्, आमा, म अमृत ल्याउन जाँदैछु, बाटोमा भोक लाग्ला, के खानु? विनिताले भनिन्, समुद्रको बीचमा एउटा टापु छ, जसको एकान्त प्रदेशमा निषाद, जीव हिंसकहरूको निवास छ। त्यहाँ हजारौं निषादहरू बस्छन्। तिनीहरूलाई मारेर खान सक्छौ, तर बिर्सेर पनि
कुनै ब्राह्मणलाई नमार्नु। बिन्तालाई आफ्नो पुत्रको अनुपम बल र पराक्रम थाहा थियो। तैपनि नागहरूद्वारा छलमा परेकीले आतुर र चिन्तित भएकी बिन्ताले आफ्नो पुत्रलाई प्रेमपूर्वक आशीर्वाद दिएर विदा गरिन्। छोरा, तिम्रो बाटो निर्विघ्न होस्, यो अभिष्ट कार्यको सिद्धि होस्। उग्रसरबाजी अगाडिको कथामा भन्छन्, हे सौनक, आफ्नी आमाको आशिष वचन सुनेर महाबली गरुड पखेटा फैलाएर आकाशतर्फ दगुरे र ऊ ती निषादहरूको नजिक पुगे। उनले ती निषादहरूको संहार गर्ने यति धेरै धुलो उडाए कि पृथ्वीदेखि आकाशसम्म धुलाम्य भयो। पंक्षीराज गरुडले आफ्नो मुख ठुलो पारेर उभिए। निषादहरू हतारमा भाग्दै धुलोमा अल्मलिएर उनको मुखमा आएर पर्न थाले। निषादसँगै एउटा ब्राह्मण पनि आफ्नो स्वास्नी सहित गरुडको मुखमा परि घाँटीमा अड्केका थिए। गरुडलाई घाँटीमा कोइला जस्तो पोल्न थाल्यो। तब गरुडले त्यो ब्राह्मणलाई भने, तिमी मेरो खुला मुखबाट चाँडै निस्क, ब्राह्मणको भोज मलाई निषेध छ। ती ब्राह्मण फेरि भन्छन्, यो निषाद जातिकी कन्या मेरी स्वास्नी हो, अत मेरो साथ यो पनि निस्कियोस्। उग्रसरबाजी अगाडि भन्छन्, उनीहरूले यसो भनेपछि ब्राह्मण स्वास्नी सहित गरुडको मुखबाट त्यो ब्राह्मण निस्केपछि पंक्षीराज गरुड पखेटा फैलाएर फेरि मनको वेगले आकाशमा उड्न थाले। बाटामा उनले आफ्ना पिता कश्यपजीको दर्शन गरे। महर्षि कश्यपजीले गरुडलाई सोधे, बाबु, विशेषतः प्रतिदिन भोजनका सम्बन्धमा तिम्रो सुविधा असुविधा के छ? यस्तो विशालकाय शरीरलाई पृथ्वीमा पर्याप्त भोजन छ कि छैन? गरुडले भन्छन्, अरू त सबै ठिकै छ, तर पर्याप्त खानाको चाहिँ अभावै छ। मलाई सर्पले उत्तम अमृत ल्याउन पठाएका छन्। मातालाई दासीबाट छुटकारा दिलाउन म निश्चय नै त्यो अमृत लिएर जान्छु। बाटामा आमाले निषादहरूलाई खाँदा हुन्छ भन्नुभएको थियो, तर हजारौँ निषाद खाए पनि मेरो पेट अझै भरिएको छैन। केही उपाय भए बताउनुहोस्। त्यो भोजन यस्तो होस् जसलाई खाएर म अमृत ल्याउन समर्थ हुन सकौँ। मेरो भोक प्यास मेटाउन त्यो पर्याप्त होस्। त्यसपछि महर्षि कश्यप भन्छन्, बाबु, ऊ त्यहाँ एउटा पोखरी छ जो देवलोकमा पनि विख्यात छ। त्यहाँ एउटा हात्ती सधैँ मुख तल पारेर सुँडले समातेर एउटा कछुवालाई तानिरहेको हुन्छ। त्यो कछुवा पूर्व जन्ममा उसको ठुलो भाइ थियो। दुवैमा पूर्व जन्मकै दुश्मनी चलिरहेको छ। पूर्वकालमा विवाह बसु नामले प्रसिद्ध एउटा महर्षि थिए। उनी स्वभावले महारिसालु र क्रोधी थिए। उनको भाइ थियो सुप्रतीक, त्यो पनि तेजस्वी थियो। महामुनि सुप्रतीक अंशवनलाई गुरुङ भनेर दिनदिनै कचकच गरिरहन्थे। तब एक दिन दाजु विवाह बसुले वाक्क भएर भाइ सुप्रतीकलाई भने, भाइ, धेरै मानिस मोह सधैँ धनको बाँडफाँड गरिहाल्ने इच्छा राख्छन् र बाँडफाँड भएपछि धनको मोहमा फसेर उनीहरू एकअर्काका विरोधी भएर परस्पर क्रोध गर्न थाल्छन्। सुप्रतीक, तिमी तपस्वी भएर पनि मनलाई बसमा राख्न सकिरहेका छैनौ। हामी दुवै तपस्वी हौँ। जे मेरो हो त्यो तिम्रो हो, जो तिम्रो हो त्यो मेरो हो, तर तिमी भेदभावका कारण बाँडफाँड गरेर धन लिन चाहन्छौ। त्यसैले तिमी हात्तीको योनिमा जन्म लिनु परोस्। यसरी श्राप पाएपछि सुप्रतीक पनि रिसाएर विवाचुलाई श्राप दिन्छन्, तिमी पनि पानीभित्र बस्ने कछुवा हौ। यसरी सुप्रतीक र विवावसु एकअर्काको श्रापले हात्ती र कछुवाको योनिमा परेका छन्। हात्तीको शरीर 6 योजन झन्डै 90 किलोमिटर अग्लो र 12 योजन झन्डै 200 किलोमिटर लामो छ। कछुवा 3 योजन अग्लो र 10 योजन गोलो छ। उनीहरू दुवै एकअर्कालाई मार्ने इच्छा राखेर भिडका भिडै छन् र पोखरीको शान्ति खर्बल्याउँछन्। तिमी शीघ्र गएर ती दुवैलाई खाएर अमृत लिन जाऊ। उग्रसरबाजी अगाडिको कथा भन्छन्, हे सौनकजी, कश्यपजी गरुडलाई आशीर्वाद दिँदै विदा गर्छन्। देवताले त्यसै अमृत दिँदैनन्। तिमीले यो युद्ध गर्नु पर्ला र युद्धमा देवतासँग लड्दा तिमीलाई मङ्गल होस्। भरिएको कलश, ब्राह्मण, गाई र अन्य जे मङ्गल वस्तुले प्रदान गर्ने शक्ति, ती सबै तिमीलाई प्राप्त होस्। सङ्ग्राममा देवतासँग युद्ध गर्दा ऋग्वेद, यजुर्वेद, सामवेद, पवित्र भविष्य, सम्पूर्ण रहस्य र सबै वेदले तिमीलाई बल प्रदान गरून्। आफ्ना पिताको आशीर्वाद पाएर गरुड त्यहाँबाट निस्किन्छन् र त्यो दिव्य पोखरी नजिकै पुग्छन्। एउटा नङ्ग्राले हात्तीलाई र अर्को नङ्ग्राले कछुवालाई समातेर आकाशमा उड्छन्। कतै बिसाएर यिनीहरूलाई खाउँ भन्ने विचार गर्दै उडेर मेरु पर्वतको जङ्गलमाथि घुम्न लागे, तर कतै त्यस्तो विशाल रुख देखेनन्। त्यही एउटा धेरै ठुलो विशाल बट वृक्ष थियो। उसले मनको तीव्र वेगले आउँदै गरेको गरुडलाई देखेर भन्यो, गरुड, यो मेरो 100 योजनसम्म फैलिएको सबैभन्दा ठुलो हाँगा छ। यसैमा बसेर तिमी यो हात्ती र कछुवा खाऊ। तब पर्वत समान विशाल गरुड त्यो महान वृक्षलाई हल्लाउँदै त्यसमा गएर बसे। उग्रसरबाजी अगाडिको कथा भन्छन्, हे सौनक, अति बलशाली गरुड गएर झ्याप्प बस्दा त्यो विशाल रुखको ठुलो हाँगो भाँचियो, तर त्यो टुटेको हाँगालाई गरुडले फेरि समाते। गरुडको दृष्टि बालखिल्य नामका महर्षिहरूमाथि पर्यो, जो मुख तल पारेर त्यही शाखामा झुन्डिरहेका थिए। तपस्यामा लीन भएका ती ब्रह्मर्षिहरूलाई त्यही हाँगामा झुन्डिरहेको देखेर गरुडले सोचे, ओहो, यस्ता तपस्वीको तपस्या भङ्ग गर्दा त महापाप हुन जान्छ र मेरो सर्वनाश हुन्छ। यो हाँगा खस्यो भने त यिनलाई खिचेर मार्छ र मलाई ब्रह्म हत्याए लाग्छ। गरुडले सावधानीपूर्वक हात्ती र कछुवालाई आफ्ना नङ्ग्राले समातेर त्यो हाँगा आफ्नो चुच्चोले समाते। देवताले पनि गर्न नसक्ने गरुडको यस्तो अलौकिक पराक्रम देखेर ती महर्षिहरू आश्चर्यचकित भएर विचार गर्न थाले, यी आकाशमा उड्ने सर्प खाने पंक्षीराज अत्यन्त भारी भार लिएर हिँडेका छन्।
एकातिर विशाल हात्ती छ, अर्कोतिर उत्तिकै विशाल कछुवा छ। त्यसैले गुरम अधाय उड्डिन इति गरुडा, यिनको नाम आजदेखि गरुड हो। एउटा नगरमा हात्ती र अर्कोमा कछुवा र चुच्चोमा विशाल हाँगा र त्यो हाँगामा झुन्डेका बालखिले ऋषिहरू लिएर गरुड आफ्ना पखेटाले हावाका ठुल्ठुलो पर्वत हल्लाउँदै बिस्तारै उड्न थाले। कतै बस्ने ठाउँ देखेनन्। उड्दै उड्दै अनायासै गन्धमादन पर्वतमा पुगे। त्यहाँ उनीहरूले तपस्यामा लिन आफ्ना पिता कश्यपजीलाई देखे। पिताले पनि आफ्ना दिव्य स्वरूपका पुत्रलाई देखे। गरुड तेज, पराक्रम र बलले सम्पन्न वायु समान वेगशाली देखिन्थे। कश्यपजी भन्छन्, छोरा सावधान, यी वानखिल्य महर्षिहरू अत्यन्त तपस्वी छन्, कुपित भएर तिमीलाई भस्म नपारुन्। कश्यपले आफै वाल्खिल्य ऋषिलाई अनुरोध गर्छन्, हे तपस्वीहरू, गरुडले यो काम सम्पूर्ण मानवको हितको लागि र नियतिकै इच्छाले गर्न लागेको छ। महान पराक्रम गर्न आँटेको छ। अब यो देवतासँग युद्ध गर्न जान आँटेको छ। तपाईँहरू नरिसाइदिनुहोस्, यसलाई आज्ञा दिनुहोस्। उग्र सर्वाजी अगाडि कथा भन्छन्, कश्यपको यसरी अनुरोध सुनेर ती वालखिल्य मुनिहरू त्यो हाँगाबाट उत्रेर तपस्या गर्न परम पुण्यमय हिमालयतिर गए। उनीहरू गएपछि गरुडले आफ्ना पिता कश्यपजीलाई सोधे, बुवा, यो वृक्षको विशाल हाँगालाई म कहाँ छोडु? तपाईँ मलाई यस्तो कुनै स्थान बताउनुहोस् जहाँ धेरै टाढासम्म मनुष्य नबस्ने होस्। तब कश्यपजीले उनीहरूलाई यस्तो पर्वतको लोकेसन दिन्छन् जो सर्वथा निर्जन थियो, जसका कन्दरा हिउँले ढाकिएका थिए र अर्को कोही पनि पुग्न सक्दैन। पिताको आदेशले क्षणभरमा गरुड त्यो पर्वतमा पुगेर त्यो विशाल हाँगालाई त्यहीँ छोडिदिए। गरुडले पनि त्यही पर्वतमा बसेर त्यो दुवै हात्ती र कछुवालाई खाए। अब गरुडलाई अमृत लिन जानु थियो, जसको सुरक्षामा देवसेना तैनात छ, जुन सेनाका प्रमुख स्वयं उत्तम पुरुष पर्जन्य देवराज इन्द्र हुन्, जोसँग सर्वशक्तिशाली हतियार वज्र छ, जुन सुदर्शन चक्र समान बलशाली छ। अब के हुन्छ बाँकी कथा महाभारतको अर्को भागमा गरौँला। धन्यवाद।